तपाईहरुलाई पोखराको नेपान्तोक गाउँमा स्वागत छ। पोखराको सुरुवाती क्रमदेखि नै जुम्लाबाट बसाइसराई गरी यहाँका स्थानीय बासिन्दा आएको मानिन्छ। यहाँ 7 वटा घर मात्रै छन् र शहरीकरणसँगै ती 7 वटा घरका व्यक्तिहरू पनि शहरतिर झरी उतै घरबार बसाए। वर्तमान समयमा यहाँ 4 वटा घर मात्रै छ। यो ठाउँको विशेषता यहाँको प्राकृतिक सुन्दरता र कहिले नसुक्ने मूल हो। यहाँ मानिसहरू टाढा टाढाबाट पानी मात्रै पिउन भनेर आउने गर्छन्। खेतीपाती यहाँको मूल पेशा हो भने यहाँ दैनिक खानपानका खाद्यान्न आफै उत्पादन गरिन्छ। हराउन लागेको यो गाउँमा शान्ति र परम सुखको अनुभूति गर्न सकिन्छ। सुन्तला, मौसम, लप्सी, बेलाउती, बिमिरो, एभोकाडो, केरा, बडहर, मुन्तला, आँप जस्ता फलहरू पाइन्छन्। यहाँ पोखरा जाने हरेक खाने पानीको मूल यहीँबाट बग्दै जान्छ। त्यही खोलाको वरिपरि 100 देखि 200 रोपनी जग्गाको फाँट छ र यही फाँटमा स्थानीयहरूले खेती गर्छन्। यहाँको मूल धान गुर्दी, मार्सी, झिनुवा, जेठुबुढो, पहेली जस्ता धानहरू हुन्। यो गाउँको पूर्वमा ढिकीडाँडा छ भने पश्चिममा पुरुन्चोक छ, उत्तरमा तातोपानी र दक्षिणमा पल्लाथोक नाम गरेको गाउँ रहेको छ। पोखराको तातोपानी, राम्बो ट्राउट फार्म, ढिकीडाँडा, हरपाक, माछापुच्छ्रे हिमाल जाने बाटो यही गाउँ हुँदै जाने बाटोमा पर्छ। यहाँ सामान्य गाडी जाने बाटो घर घरै पुगे तापनि स्थानीय सरकारले यस गाउँको संरक्षणका लागि पनि ध्यान दिएको देखिँदैन। यहाँको स्थानीय उत्पादनलाई बजारीकरण र जोड पनि स्थानीय सरकारले गरेको देखिँदैन।